अहिले म सजन टारमा उभिएको छु। यो टारमा पहिला हामी सानो हुँदा गोठाला गर्न आउँथ्यौँ र ऊ तल साप्सु खोला छ। त्यो साप्सु खोलामा पौडी खेल्दै माछा मार्दै अनि यहाँ वस्तुभाव चराउने काम हामी गर्थ्यौँ। त्यो पर देखिएको लयौँ डाँडा हो। त्यो त्यहाँदेखि अझ पर देखिएको चाहिँ छाकुर्पा डाँडा हो। त्यहाँ पनि चौर छ। त्यो लयौँ डाँडामा पनि चौर छ। यो जुन सजन टार हो म अहिले जहाँ उभिरहेको छु यो पनि एउटा चौर छ। यहाँनेरि अर्को माथा टार छ। त्यहाँ पनि एउटा ठुलो ठुलो चौर छ। यहाँ चाहिँ हामी पहिला वस्तुभाव चराउने गर्थ्यौँ। हाम्रो दाजु सहेन्द्र राई 5-7 वर्षदेखि यो सजन टारमा आएर खेती गरिरहनु भएको छ। माछा पालिरहनु भएको छ, कुखुरा पालिरहनु भएको छ, खसी बाख्रा पालिरहनु भएको छ र यो डाँडालाई अहिले उहाँले हरियाली बनाइरहनु भएको छ। धेरै यो डाँडामा गोठाला गरेर चाहिँ बिताएर सुस्ताएर हामी धेरै मान्छेहरू यो यामखा रातमाटाका मान्छेहरू चाहिँ ले बिताएको छौँ। अहिले कोही देश बाहिर छौँ, कोही अहिले देशभित्र छौँ, कोही अहिले घर गाउँतिरै छौँ। तर अहिले यो डाँडामा गोठाला गर्न पाइँदैन, वस्तुभाव चराउन पाइँदैन। यहाँ दाइले हरियाली गर्नुभएको छ। यो वैशाखको आज 2 गते पनि काँक्रा फलाइरहनु भएको छ। यस्तो डाँडामा यो कसैले कल्पना गर्न सक्दैन कि यो हिजोको दिन देख्नेले, यो हिजोको डाँडा देख्नेले यहाँ वैशाखमा यो प्याज यसरी माछा यसरी चाहिँ उब्जाउ हुन्छ भन्ने हामी कल्पना गर्न सक्दैनथ्यौँ। तर हाम्रो दाजुले यहाँ चाहिँ अहिले खेतीपाती गरेर चाहिँ अत्यन्तै राम्रो उब्जाउ गरिरहनु भएको छ। आज बिहानै हामी झऱ्यौँ, यहाँ हेर्न झर्दै गर्दाखेरि पनि उहाँ कामै गरिरहनु भएको छ र मस्तसाथ उहाँले यहाँ उत्पादन गरिरहनु भएको छ। मैले जोड्न खोजेको कुरा चाहिँ के हो भने हामीले हाम्रो बाँझो जग्गाहरूलाई अथवा काम लाग्दैन भनेको जग्गाहरूलाई यसरी उपयोग गर्ने हो भने, सबैले मेहनत गर्ने हो भने बाहिर गइरहनु पर्ने, विदेशी नपर्ने स्थिति रहेछ भन्ने राम्रो गरी उदाहरण दाजुले देखाइरहनु भएको छ। हुन त दाजु पनि पहिला बाहिर जानुभएको थियो, धेरै देश विदेश घुम्नुभयो, तर फर्किएर फेरि पनि उहाँले चाहिँ आफ्नै गाउँ ठाउँ आफ्नै बाँझो रहेको जग्गा जमिनको मा उत्पादन गरिरहनु भएको छ। र यसरी यहाँ पुदिना, यो जुन सिमखेतमा मात्र सिमतिर मात्रै प्राप्त हुने पुदिनाहरू पनि उहाँले उत्पादन गरिरहनु भएको छ। भन्नुहुँदैछ धेरै मान्छेले यो लाने गरेको छ, उखेलेर लाने गरेको छ, तर जति उखेलेर लग्यो त्यति उत्पादन भइरहेको छ भन्नुहुन्छ। र यो चाहिँ यो डाँडा चाहिँ यति प्याङ्खर, यति चाहिँ घमाइलो डाँडा हो र रुखो डाँडा हो। अहिले यो रुखो डाँडालाई उहाँले अत्यन्तै उत्पादनशील बनाएर बसिरहनु भएको छ। दाइबाट हामीले धेरैले सिक्नुपर्ने चाहिँ उदाहरण दाइले निर्माण गरिरहनु भएको छ।